एभ्रिवान वेलकम टु माई मिनी ब्लग अगेन। आज चाहिँ हामी बिहान 4 बजी उठिकन चाहिँ सिलगढी जाँदैछौँ। किन भन्दाखेरि चाहिँ बहिनीको चाहिँ डक्टरलाई देखाउनु पर्ने छ, अन्त मजाले टेस्ट पनि गर्नुपर्ने छ। गान्तोकमा चाहिँ देखाइसकेको थियो, तर त्यसको चाहिँ बल्झेको थियो बिमार चाहिँ, अनि त्यसले गर्दाखेरि चाहिँ मजाले टेस्ट गर्छु अन्त डक्टरलाई देखाउँछु भनेर चाहिँ सिलगढीमा न्यू डे हस्पिटलमा आइरहेको छु। आज चाहिँ हामी चाहिँ 4 बजी नै हिँडेकोले गर्दाखेरि चाहिँ 7:30मा पुगी पनि हाल्यो। अन्त न्यू डेमा पुग्दाखेरि चाहिँ कार पार्किङ गर्ने जग्गा पनि राम्रो थियो। अन्त चाहिँ मलाई चाहिँ गरम पनि भइरहेको थियो, त्यति बेसी गरम पनि थिएन किनभने बिहानै आइपुगेको थियो। हामी चाहिँ जाममा पनि बस्नु परेन। अन्त हामी चाहिँ पुग्नु सर्टकट बनाउनु गइहाल्यो किनभने पुरा भिड थियो मान्छे। आज डक्टर पुरा पर्खिरहेको थियो। अन्त बहिनी चाहिँ पुरा साह्रो परिरहेको थियो, भोकै थियो किनभने एन्डोस्कोपी र अन्त अल्ट्रासाउन्ड गर्नु छ भनेर चाहिँ आज पसाङमितलाई चाहिँ भोकै लिएर आएको छु। फर्म फिलअप गरिसकेर चाहिँ डक्टरलाई 9:30सम्म चाहिँ पर्खिबस्यो। अन्त डक्टरलाई देखाएपछि चाहिँ बहिनीको टेस्टहरू पनि गर्नु थियो। अनि टेस्ट चाहिँ पुरा थियो, अल्ट्रासाउन्ड पनि थियो, एन्डोस्कोपी पनि थियो। अन्त अल्ट्रासाउन्ड चाहिँ हामीले अगाडि गऱ्यो, अन्त एन्डोस्कोपी चाहिँ पुरा टाइम लाग्दो रहेछ। अन्त लाइनमा बसेर बल्ल लास्टमा मात्रै नाम आयो। त्यहाँदेखि एन्डोस्कोपी गरिसकेर चाहिँ डक्टरलाई फेरि देखाउनु पर्ने थियो। अनि डक्टरलाई देखाउँदाखेरि चाहिँ डक्टरले भन्नुभयो मल्टिपल अल्सर भएको छ अरे। अल्ट्रासाउन्डमा त त्यस्तो नर्मलै आयो, तर एन्डोस्कोपीमा चाहिँ अलिकति मल्टिपल अल्सर भएको छ भनेर चाहिँ डक्टरले भन्नुभयो। अन्त चाहिँ के खानुपर्छ के खानु पर्दैन हामीले सोध्यो है। अन्त मल्टिपल अल्सर भएको बेलामा चाहिँ दबाई पनि मजाले खानुपर्दो रहेछ। त्यहाँदेखि चाहिँ अन्त पानीहरू मजाले खाइबस्नु पर्दो रहेछ, खाली पेट चाहिँ बस्नु हुँदैन अरे। अन्त चाहिँ पिरोहरू अमिलोहरू चाहिँ खानु भएन। अन्त डक्टरले चाहिँ भन्नुभयो जुनसुकै फ्रुट्स पनि खानु हुँदैन अरे, किनभन्दाखेरि चाहिँ बहिनीको चाहिँ बुढी पोल्दै थियो, अन्त बुढी घोस्दै थियो। त्यो घोस्ने जाति भएर मात्रै चाहिँ अरू फ्रुट्सहरू खाँदो हुन्छ अरे। अहिले फिलहालमा चाहिँ पपाया मात्रै खानुपर्छ अरे। अन्त हामीलाई चाहिँ पुरा भोक लागिरहेको थियो, बाटोमा फ्रुट्स खान्छु भनेर फ्रुट्सहरू बोकिरहेको थियो, तर खानु पाएन। न्युटियाको छेउमै चाहिँ सिटी सेन्टर रहेछ, त्यो भएर चाहिँ हामी फ्रुट्सहरू खाइसकेर चाहिँ सिटी सेन्टर घुम्नु गयो। म चाहिँ सिलगढी आउनुभन्दा अगाडि चाहिँ अत्तालिरहेको थिएँ किनभने मान्छे कम्ती गइरहेको छ, भरे बिमारी साह्रो पर्छ कि, अन्त टेस्ट गर्ने जग्गाहरू टाढो होला भनेर सोचिरहेको थिएँ। तर त्यस्तो चाहिँ छैन रहेछ, किनभने डक्टरलाई देखाउने जग्गा र टेस्ट गर्ने जग्गा चाहिँ सबै एभाइलेबल रहेछ, छेउमै रहेछ होइन। त्यस्तो अत्तालिनु पर्दैन रहेछ। अन्त चाहिँ डक्टरले पनि राम्रो हेर्नुभयो। अन्त टेस्टहरू पनि गर्दाखेरि चाहिँ बिमार के रहेछ चाल पनि पाइहाल्यो होइन, मल्टिपल अल्सर रहेछ। अनि त्यसको दबाई पनि दिइरहेको छ। अन्त दबाई चाहिँ 2 विक्सको लागि दिएको छ। अनि त्यसको बादमा चाहिँ फेरि आएर चाहिँ चेक गर्नुपर्ने छ। म चाहिँ 17 तारिक फेरि बहिनीले लिएर आउनुपर्ने छ सिलगढी। अन्त फेरि एन्डोस्कोपी गरेर चाहिँ हेर्नुपर्छ। हेरिसकेर चाहिँ अब डक्टरले दबाई घटाइदिन्छ कि बढाइदिन्छ, अब त्यो चाहिँ डक्टरले नै भन्नुहुन्छ। अन्त हामी चाहिँ रुम फर्किहाल्यो। अन्त आजको ब्लग यति मात्रै थियो। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।